स्टार्ट भयो है त ल तपाईहरुको भाषामा के भन्छ कमेन्टमा छोड्नु होला है त यसो लाइक कमेन्टहरु गरिदिनुस् होला मिठो धेरै भयो मस्काउनु गाह्रो हुने भयो है पानी कम्ती भएको हो र अघि गर्नु पर्ने थियो हाम्रो यो उता भयो रेडी भयो तर राम्रोसँग हाम्रो आगै बलेन के धुवा मात्रै बढ्दै आयो त्यही भएर चाहिँ गाइज यस्तै छ है धुवा बढी आउँछ आगो बढेको ठाउँमा धुवा त निक्लिन्छ भन्ने एउटा उखान पनि छ अब त्यही भइराखेको छ हाम्रो चाहिँ यहाँ सिमनेरी आगो नबलेर चाहिँ धेरै मेहनत गर्नु परिरहेको छ कतिको सजिलो छ त मस्काउनुलाई खानुलाई मात्रै मिठो होइन जोस मेहनत गरेर बनाइराख्नु भएको छ उहाँलाई चाहिँ अब एकदमै धेरै गाह्रो भइरहेको छ मस्काउनुलाई त्यस्तै अब अलिक साह्रो भयो भन्नुहुँदैछ अब मलाई त थाहा पनि छैन कतिको हुनुपर्ने हो तर जे होस् आजको हाम्रो हुन्छ हुन्छ माइजी हुन्छ पुगो भयो यसैले हुन्छ अरू एकचोटि यता हेर्दिनु नि त टक्क यता एकचोटि हेर्दिनु नि त ठीक छ ठिक छ ल चाक्नुका त अब चाख्नु पाए एकदमै माडिन्छ नि हौ गाँठी कता केटाकेटीदेखि केटाकेटीदेखिको अब मारेको यो चाख्नु हजुर हामीले ठिक छ राम्रो बनाउनु हुँदो रहेछ ठिक छ आजभोलिको केटाकेटीले बनाइ खानु जान्दैन नि जान्दैन नि हामी त कहाँ बनाउनु जान्नु तिमीले जान्दैन भन्दैछौ जान्दिनँ नि म खानु मात्रै मिठो क्या हो चाखुङ पपटाउनु पर्छ है भनेर भनौँ भने के भन्ने हो पनि म त जान्दिनँको भनौँ भने फेरि समस्या होला नि फेरि समस्या त एकदमै हुने भयो नि त त्यही भएर यहाँ सिक्नु पर्देखिको एक्सपिरियन्स हो पिठेको मर्ला जस्तो छैन है भित्रभित्र त ए ल ठिक छ राम्रोसँग हाम्रो दाइले चाहिँ मिहिनेत गरेर बनाइराख्नु भएको छ अब यसो हाम्रो खाना चाहिँ एकदमै मिठो बन्छ जस्तो लागिरहेछ मिठो त अलिकति हजुर त्यसै पनि भइहाल्छ नामै हाम्रो यो राष्ट्रिय खानाको रूपमा लिन्छौँ हामी नेपालीहरूको चाहिँ एकदमै यो राम्रो खाना हो एकदमै खानाको रूपमा चाहिँ एकदमै ताकतिलो खाना स्वादिष्ट एकदमै नेपाली भिटामिन हजुर एकदमै यो चाहिँ तर प्रायः जस्तो आजभोलि यसो अब खासै प्रायः कम खाइन्छ यो चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ धेरै जस्तो हामीले चाहिँ अहिले बजारको खाना खाने हुनाले हामीलाई बडी रोग लाग्छ यो चाहिँ हाम्रो एकदमै हजुर एकदमै यो भनेको हाम्रो पहिलादेखिको एकदमै पुर्खाहरूदेखि नै अब खाँदै आउनु भएको उहाँहरूले अब एकदमै यो भनेको एकदमै हाम्रो लागि एकदमै भिटामिनयुक्त स्वादिष्ट खाना पनि त्यस्तै अब सब कुराहरू एकदमै तर अलिकति तपाईँको हाम्रो चाहिँ अलिक आगोको समस्या भयो थोरै अब मेहनत गरेर बनाउनु हुँदैछ दाइले एकदमै राम्रो हुन्छ अब रेडी हुन लाग्यो है त गाइसहरूलाई टक्क अब के छ यसो पिठोहरू अहिले त ठिकै छ नि हजुर अहिले ठिकै भएको छ अहिले ठिकै छ होइन अरू भन्दा पनि यहाँ ऊ नभएर अप्ठ्यारो भयो समाउने यहाँ चाहिँ म बढार्नु बाँकी थियो अझै बढार्नु बाँकी छ है बाँकी छ यसरी पिरी पिरी आउँछ क्या यसो पारेर पिरी पिरी सर्लक आउँछ होइन त यसो पारेर यो पिरी हो म त हतिखेर घुमाउँदाखेरि चाहिँ सब झारी पठाउँछु कि जान्दिनँ यसरी दौड्नलाई चाहिँ पिरी हो यो एक पिरी दुई पिरी पिरी हो नि त यो त हाम्रो राष्ट्रिय खाना हो नि त फेरि दाबीले छोटो भएछ के अप्ठ्यारो भयो छोटै भयो यो मैले एकजना त यसो बनाएको ठुलो बानमा त यसले हुँदैन उता यो सलले ए सलेबाट पुलै तरेको
नाउ चढिएन नाउ चढिएन खास तपाईँहरू चाहिँ चढ्नु हामी चाहिँ त नाउ चढ्थ्यौँ कहाँबाट नाउ चढ्नुहुन्छ दुधकोसी दुधकोसीबाट त्यहाँ चाहिँ नाउ ख्याउँथ्यो कि नाउ ख्याएर तार्थ्यो हामीलाई माझीहरूले ठ्याक्कै यस्तै हो कि के हो यस्तै हो सेम 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 यस्तै हो दाहिने देब्रे दाहिने देब्रे घुमाउनु पर्ने टक्कै यता पनि मिलाएर एउटै लेभलमा सेम त्यस्तै रहेछ अनि नाउ चामुगा पकाउँदाखेरि लौ नाउ ख्याउँदै रहेछ भन्थ्यो गाउँमा नाउ ख्याउँदैछौ लु छिटो पारी त रही भन्थ्यो ठट्टा गर्दै बुढो मान्छेहरू पहिले सही हो सही हो टेरिकानी हो भयो कि के हो माइजू आउनु त हेर्नु त एकछिन छोप्दिनुहोस् हुन्छ खै एउटा उस ल्याउँदै पहिलोचोटि क्यामेराम्यान गर्दैछ है गाइजहरू कस्तो भयो है भयो भयो हुन्छ ल है त गाइजहरू हाम्रो चाहिँ अब एकदमै राष्ट्रिय खाना एकदमै हाम्रो रेडी भइसकिरहेछ है एकदमै राम्रो भइसक्यो तयारी भइसक्यो कता पो कसलाई तपाईँहरूलाई मनपर्छ यसो कमेन्ट छोडिराख्नु होला है आगो कसो गर्नु सोधिदिनु पर्छ होला